एउटा चाहिँ आस्तोतमा अन्तिम दिन मेरो यस्तो छ। बस्यो 4-5 वर्षै आस्तोतमा इजरायलमा 7-8 वर्ष बस्यो। इजरायललाई बिट मार्दै भोलि नेपालतिरको प्रस्थान। परिवारलाई सरप्राइज दिँदैछु। ममा, I'm gonna catch your reaction. I'm gonna capture it. परिवारलाई सरप्राइज दिन गइरहेको छु 7-8 वर्षपछि। यति पनि क्लु दिएको छुइनँ कि म आउँदैछु भनेर। नेपाल 8 वर्ष सामान खोल्नु न। ल अब जानुपर्छ दाजु, भित्र सबै अब रमाइलो भन्नुपर्छ होइन। त्यो भाइ यहाँ भित्र हाल्नु न होइन। एकछिन सामान यहाँ भित्र राख्नु भने त्यहाँ खिच्छु। ल जानु एकछिन त बिस्तारै सबैजना जानु। खुसी हुने खुसीको माहौल छ। हल्ला हुन्छ अब खुसी मनाउनु पर्छ। खुसी भएको लुलु खुसी हुनुपर्छ आन्टी। लुलु अब होइन रमझम सबैजना ल मिलेर तर्सिनु भएन।
तीर्थ दाइ जानु भयो आकाश गएको आकाश दाइ होइन नि तीर्थ दाइ आकाशको अझै बिगाइ हुन्छ लु 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 ल ल उठ्नु इमेजिन पनि गर्नु सक्नुहुन्छ पाइदलले चाहिँ केही नै भएन म त झन्डै मऱ्यो लु 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 अब रमाइलो गर्नुपर्छ तर्सिनमा झसँग हुँदा खुट्टामा छुँदा सरी ए हामीले दिएको अब यता यता आउनु न यता वेलकम ब्याक Yes, little guy. Now welcome back. welcome हो गया एकछिन हो बाँकी छ हौ मेरो पनि पक्रिँदा एकछिन बस्न दुईजना भिडियो होला कहिले यहाँ पक्रिँदा ल मेरो दाजुलाई अघि थाहा पाएको आहा आहा खै ल चस्मा लाउनु चस्मा माथि त हुँदैन नि बुढाले के अरे तपाईँलाई पठाइदिएको कसले सरप्राइज भनेको थियो कसैले उता जाए मान्छे खुट्टा ल्याउने मेरो खुट्टा चितौरी भोलि ब्याङ्क ब्यालेन्स हालिदिन्छु तपाईँ ढक हुनुहुन्छ भन्दै थियो कुकुरले मलाई एक कति सबै छैन कि आउँछु आमा त राति कार लिएर अनि 1 बजे आइपुगेँ म त म सुतिरहेको रहेछु क्या म त झन् 7-8 बजे उठेर आउँछु भनेको म 3 दिन भयो सुतेको थिएँ आमाले भने भेला भएको छ सामान सबै बाहिर छ आमाले हतारमा भित्र राख्नु भयो त्यही जीवन कस्तो जाला के भयो म त तर्सेर के हो मलाई सरप्राइज दिन्छु भन्दैन म उयोहरूको चाहिँ राखिदिए एकछिन बोको त नानी बस्नु न सब थाहा माथि पनि नभने त्यो एउटा साथीले उयो गर्नु
कति वर्ष मेरो छोरालाई देख्न केही नभइकन कहाँबाट छ यत्रो भन्नु नपाएको सरप्राइज राख्यो नि नभनी कसैलाई केही भनेको थिएन त यिनीहरूले पनि आउने कुरै थिएन त कति सरप्राइज दियो नि त अनि कति वर्षमा अहिले होला बोलेको चिन्नु नदियो कपाल पालेर चिन्नु भएन चिनिरहनु त खै रितिका राशिका सोचेकै थिएन चल्दैछ सोचेकै थिएन अनि आउने केही त्यस्तो अनि कहिले आएको अन्त सबैजना सुजल पनि त्यस्तै अस्ति यस्तो त लाग्दैन नि खै रितिका बराबर खै अर्को सन्चै हुन्छ सन्चै छ केही नभनिकन अनि भनेर आएर कहाँ सरप्राइज हुन्छ आमालाई त थाहा थियो राति 1 बजी आइपुगेको म को लिनु भएको थियो यो